हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि मेरो सानो भिडियोमा स्वागत गर्दै आज चाहिँ मिट फेरि पनि पकाउने दिन मेरो। सबैभन्दा पहिला मैले चाहिँ अनियनलाई मजाले पकाइरहेको छु। त्यसपछि अलिकति टमेटो। यहाँ इजरायलमा चाहिँ प्राय एकदमै सादा प्रकारले बनाउँछ मासुहरू पनि। लसुन टमाटर प्याज मात्रै हालेर। यो मिट भने चाहिँ तपाईको बोनलेस हो, एकदमै 4 किलोको छ यो पनि डल्लै। सुरुमा मैले यसलाई 2 भागमा काटिदिएँ किनभने एकदमै ठुलो पिस थिएर चाहिँ भाँडामा अट्टी भयो नि त गाइस। त्यही कारण चाहिँ मैले 2 भागमा काट्दैछु। विदेश आएर चाहिँ यतिको मासु काट्ने हो नि त जिन्दगीमा, हैन गाइस। त्यसपछि मैले भाँडामा हालिदिइसकेँ। यहाँ हेर्न सक्नुहुन्छ मजाले पाक्दैछ। त्यसपछि चाहिँ मैले टमेटो हालिदिएँ माथिबाट। अब यसलाई चाहिँ लगभग 4 घन्टा पकाउनु पर्छ यतिकै। अनि बोजूले चाहिँ यहाँ लसुन हाल्ने अरे हो, लसुन हाल्दैछ मजाले। त्यहाँबाट हामीले मजाले यसलाई फोल्ड गरिदिउँ। दुईपट्टि मजाले पल्टाउँदै पकाएपछि चाहिँ यतिको भइसकेको छ 2 घन्टाको बादमा। यतिको पाकिसकेपछि चाहिँ अब निकालेर मजाले यसलाई स्लाइस गर्नुपर्ने हुन्छ। हेर्दै जानुहोस् है त। यहाँ हेर्नुहोस् है गाइस, यतिको एउटै साइजमा चाहिँ काट्नुपर्छ मजाले। यसरी काटेपछि चाहिँ फेरि पनि सबैलाई एकै साइजमा काटिसकेपछि फेरि पनि पकाउनु पर्छ क्या। लु हेर्नुहोस् त कस्तो मजाको देखेको छ। हेर्दै मुखमा पानी आइसक्यो होला, खाउँ लाग्दो है। साँच्चीकै मिठो हुन्छ क्या यो। पकाउनु पनि पुरा टाइम लाग्छ, लगभग 4 घन्टा लाग्छ यो पकाउनु पनि। यहाँ चाहिँ मैले के गर्दैछु भन्दा चाहिँ जुन त्यो अघि मिट पकाएको ग्रेभीलाई चाहिँ मैले डाइल्युट गर्दैछु मजाले। अब चाहिँ त्यो डाइल्युट गरेको ग्रेभीमा चाहिँ माथिबाट त्यो जुन मैले अघि मिट काटेको थिएँ नि, स्लाइस अफ मिट, त्यसलाई चाहिँ यसरी हालिदिनुपर्छ मजाले मिलाएर। फेरि पकाउनुपर्छ त्यो पछि फेरि पनि। हेर्दै जानु चाहिँ भिडियो राम्रो हुनेछ ल। अब अझै यसलाई चाहिँ 2 घन्टा जति पकाउनु पर्छ, त्यहाँबाट मात्रै रेडी हुनेछ। मेरो भिडियो कस्तो लाग्छ तपाईहरुलाई यसो कमेन्ट बक्समा लेखि पनि दिने है। अनि लाइक कमेन्ट शेयर पनि गरिदिने है त गाइस। प्राय रेडी हुनु आँटिसक्यो मेरो मिट। कस्तो भयो हेर्दिउँ ल मिट। वाउ दामी। यतिको चाहिँ हुन्छ हैन मासु पकाइ चाहिँ विदेशमा। यतिको चाहिँ विदेशमा मासु पकाइ हुन्छ हैन गाइस। फाइनली मिट रेडी भइसकेको छ। मेरो लागि चाहिँ खुसीको कुरा के छ भन्दा चाहिँ सागको बिउ चाहिँ छरिसकेको अवस्था छ हैन। जस्ट ट्राईको लागि चाहिँ मैले छरेको थिएँ। उम्रिसकेको अवस्था छ। फर्स्ट मैले ट्राईको लागि चाहिँ यसलाई जस्ट छरेको नि त। सानो पटमा चाहिँ सार्छु, त्यहाँबाट राम्रो यसको रिजल्ट आयो भने चाहिँ मेरो साग छर्ने जग्गा चाहिँ कत्रो छ भनेर म देखाउँछु तपाईहरुलाई। लु हेर्नुस् त अन्त यहाँ यत्रो ठुलो स्पेस छ। यहाँ भरि साग रोपिदिन्छ साला। यहाँ भरि साग रोपेर कति खाने हैन। यत्रो चाहिँ सुन्तला हुनु पर्यो नि त हैन जिन्दगीमा। आजको बुढोको ब्रेकफास्ट कर्नफ्लेक्स। यहाँ चाहिँ हाम्रो चिकन सुप पनि बनिँदैछ। Hoffish. Hij wist ik wel ook wel kloppen, zo gewoon of zo. Ja, weet je? Haifa. यहाँ चाहिँ अब गरम चढेको अवस्था। म कता जानु पर्यो भने चाहिँ मेरो घरकै अगाडि ट्याक्सी छ यो। सुविस्ता छ मेरो लागि, अर्डर गरिबस्नु पर्दैन। सबै ओन मारक दिउँ म पनि खाइदिउँ त। नबोल न बेसी बुढिया। आज्ञा पनि खाइदिउँ त।
chicken soup. Tentipa melach. Melak. Salt कम्ती भएर बुढालाई. Salt. Time, Saba, time. 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 Is he eating the soup? Again. You want to give me a cup of soup? You want? Have you got soup? Yeah. Just a little bit, not Okay. much. Not much. When you finish, first Okay. finish. आजको भ्लग यतिमा बाई बाई